नमस्ते, शुभ प्रभात। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउने यस महा अभियानमा र यस पवित्र अभियानमा पार्टीभन्दा माथि र देश र राष्ट्रको माटोलाई छातीमा राखेर एकपल्ट सोच्नुहोस् र यो पार्टी विरुद्ध, कुनै पार्टी विरुद्ध, कुनै व्यक्ति विरुद्धको यो महाअभियान होइन। यो नागरिक जो झुङ्गेर मरेका छन्, जो आग लागेर मरेका छन्, सीमित सामन्तीहरूको पन्जाबाट यी नागरिकहरूलाई उन्मुक्ति गराउनलाई यो अभियान सुरु गरिएको हो। त्यसले गर्दाखेरि पूर्व राज परिवारका सम्पूर्ण सदस्य पनि आउने र हाम्रा नेतागणहरू पनि आउने भन्ने मैले बुझेको छु। त्यसले गर्दाखेरि कसैको ललाइ भकाइमा लागेर सुन्दैछु मैले कुनै पार्टीले चाहिँ नि त्यहाँ नजानु भनेर भनेको छ अरे। पार्टीभन्दा माथि उठ्नुहोस्, देशलाई आफ्नो शिरमा राख्नुहोस्। पहिला देश रह्यो, जनता रह्यो भने पार्टी रहन्छ। देश र जनतै भएन भने, राष्ट्र नै भएन भनेदेखि पार्टी रहँदैन। त्यस कारणले गर्दाखेरि पार्टीभन्दा माथि उठ्नुहोस्, आज सम्पूर्ण आइदिनुहोस् भन्दै बिदा लिन चाहन्छु। नमस्कार।